नमस्ते बोन्जो आत्यातुस हेलो च्याम्पियन्स। आजको भिडियो चाहिँ हाम्रो 60 डे अफ फ्रेन्च लर्निङ विथ काइलाबाको पहिलो भिडियो हो। र यसमा चाहिँ मैले केही कुराहरू भन्न जाँदैछु कि आजको दिनदेखि काइलाबाबाट मैले फ्रेन्च सिकाउन प्रयास गर्दैछु। सिकाउन भन्दा पनि मोरओभर मैले आफैले पढ्न प्रयास गर्दैछु र म आफूले सिक्दै गर्दाखेरि मेरो थिंकिङ प्रोसेसमा भएको चेन्ज अनि गएर ल्याङ्ग्वेज लर्निङको फेजेसहरुमा आफूले भोगेका च्यालेन्जेस, खुसी, त्यो सम्पूर्ण मोमेन्टहरुलाई क्याप्चर गरौँ र अनि आफ्नै फ्युचर सेल्फलाई पनि एउटा रिफरेन्स हुन्छ। र अनि म जस्तै अरु सिक्दै गर्नु भएको जसलाई जस सिक्नलाई थोरै सहायता चाहिरहेको छ उहाँहरुलाई पनि हेल्प हुन्छ भन्ने हेतुले मैले सुरु गर्दैछु। अनि अर्को एउटा रिजन भनेको के भने फ्रेन्च भाषा सिक्नको लागि रिसोर्सेसको कमी छैन है। इन्टरनेटमा भरिपूर्ण रिसोर्सेस छ र पनि फेरि काइलाबा किन चाहियो त अथवा मैले फेरि सुरुवात किन गर्नु पर्यो त भन्दा दुईवटा रिजन छ। एउटा रिजन हो हामी सबैले सिक्ने तरिका फरक छ र तपाईहरु जो मेरो सिकाइ तरिकासँग अलाइन हुनुहुन्छ उहाँहरुलाई अहिले इन्टरनेटमा अवेलेबल भएको रिसोर्सेसमा मेरो रिसोर्सेस त अवेलेबल छैन। सो मेरो रिसोर्सेस अवेलेबल भयो भने तपाईसँगै अलाइन हुने एउटा कन्टेन्ट पाउनुहुनेछ जसले तपाईलाई भाषा सिक्नमा हेल्प गर्नेछ। र दोस्रो रिजन हो माइसेल्फ कि मलाई सिक्दै सिकाउन मन पर्छ। मैले सिके अनि मलाई त्यो एक्सप्रेस गरे भने अनि त्यो म आफैलाई नै धेरै सिक्न मजा आउँछ। सो दैट इज माइ सेकेन्ड मोटिभ। र अनि अर्को कुरा भनेको चाहिँ अर्को थर्ड रिजन व्हिच इज नट दैट भेरी इम्पोर्टेन्ट फर मी नाउ इज नेपाली भाषामा फ्रेन्च सिकाउनेहरु अलिअलि हुनुहुन्छ छ्यास्स छुस्स, तर उहाँहरु एउटा अर्गनाइज्ड वेमा जानु भएको छैन। त्यही 20-50 वटा सेन्टेन्सहरु हेल्लो कसरी भन्ने, बोन्जो कसरी भन्ने, हप्ताका दिनहरु कसरी भन्ने सम्मको चाहिँ छ, तर एउटा अर्गनाइज्ड वेमा B1 लेभल सम्म, B2 लेभल सम्म अलि अगाडि सम्मै तपाईलाई खर्र पढ्न सक्ने, बुझ्न सक्ने, सुन्न सक्ने बनाउने लेभलमै चाहिँ मैले भेटिन। त्यसले गर्दा पनि मैले काइलाबाको एउटा ठाउँ चाहिँ सुरक्षित स्थान रहेछ भन्ने ठानेर गरेको। र अनि अर्को नेपालमा फ्रेन्च पढिरहँदाखेरि मैले पनि इन्स्टिट्युट जोइन गरेको थिएँ। थ्यांक यू टु माई सर विनोद डीसी सर। उहाँले नै मेरो सुरुको फ्रेन्च भाषा प्रतिको मेरो नजर जोस राखिदिनको लागि उहाँको भूमिका धेरै नै ठूलो छ। सो थ्यांक यू सो मच सर। अनि त्यसै गरी इन्स्टिट्युसनहरुमा पनि A1 र A2 लेभल पढाउनेहरु चाहिँ एकदमै धेरै भेटे मैले। तर B1 B2 लेभल भन्नाले अलि एडभान्स तिर, इन्टरमिडिएट तिर र एडभान्स लेभल तिर लानु भएको चाहिँ त्यति धेरै छैन। हो म आफै पनि परफेक्ट छैन, म आफै पनि सिक्दै छु। तर यो यात्रा कस्तो हो भने परफेक्टली पढाउँदाखेरि तपाईलाई त्यो पिन पोइन्टहरुले भुलि हुन सक्छ, तर आफू जस्तै सिकारुले सिक्दै गर्दाखेरि हामी एउटै बाटोमा छौं, हामी एउटै लयमा छौं भन्ने चाहिँ महसुस हुन सक्छ भन्ने मेरो अर्को आफ्नो बुझाइ हो। त्यसैले पनि मैले सुरु गर्दैछु 60 डेज अफ फ्रेन्च लर्निङ विथ काइलाबा। र अहिलेसम्म मैले 18-20 वटा भिडियो रेकर्ड गरिसकेको छु र ती भिडियोहरु त अब अनइन्टरप्टेड वेमा आउने नै छन्। त्यसपछिको भिडियोहरु भने मैले रेकर्ड गरिहाल्न सक्छु अथवा थोरै ब्रेक भएर आउनेछ। र मेरो होप काइलाबाको थ्रु तपाईहरुलाई फ्रेन्च लर्निङमा धेरै नै हेल्प गर्नु हो। यसरी हेल्प गर्नु हो कि एउटा अर्गनाइज्ड वेमा तपाईहरुलाई कम्प्लिट फ्रेन्च लर्निङको लागि रिसोर्सेस होस्, नेपालीबाटै तपाईहरुले बुझ्न सक्नुहोस्। हाम्रो नेपाली भाषा सिकाइको, हाम्रो नेपालीको देख्ने नजरबाटै हामी फ्रेन्चको देख्ने नजरमा कसरी जाउँ भन्ने कुरा एक्सप्रेस गर्न सकु भन्ने चाहिँ मेरो धारणा हो। त्यसकै लागि आई पर्पज यु 60 डेज अफ फ्रेन्च लर्निङ विथ काइलाबा। र अनि यो सँगसँगै सबै कुरा भिडियोमा भनेर देखाएर सिकाएर मात्र तपाईलाई पुग्दैन, तपाईलाई एउटा कन्क्रिट प्लान चाहिन्छ, कन्क्रिट रिसोर्सेस चाहिन्छ। त्यसकै लागि मैले अर्को सुरु गरेको छु french.kailaba.com। यो पनि भिजिट गर्नु होला, त्यहाँ रिसोर्सेस हुन्छ। हरेक भिडियो पछि मैले एउटा ब्लग आर्टिकल लेखेको छु, त्यो भिडियोबाट के सिक्न मिल्छ त्यो सबै कुराहरु फलो गर्नु होला। र प्लस त्यो सँगसँगै त्यसमा अब एक्सरसाइजहरु थप्दै जानेछु, अरु कुराहरु गर्दै जानेछु, सो दैट हाम्रो भिडियोबाट सिकेको कुराको अन्डरस्ट्यान्डिङलाई तपाईले अलिकति कम्प्लिमेन्ट वेमा त्यताबाट आफूले प्र्याक्टिस गर्दै सबमिट गर्दै त्यसरी गर्न सकिनेछ। र त्यो सँगसँगै हाम्रो फ्रेन्च लर्निङ इम्प्रुभ हुँदै जानेछ भन्ने मेरो आशा हो। आई होप मेरो यो सानो प्रयासले तपाईको फ्रेन्च लर्निङमा सहयोग गर्नेछ। सो लेट्स कम टुगेदर इन लर्निङ फ्रेन्च विथ काइलाबा इन नेपाली पर्सपेक्टिभ। थ्यांक यू सो मच। मेर्सी आबु।